ल भाइ चाहिँ जाने भयो अब आइज बाबु हकर अनि आइपुग्नु दर्शन सानु बा अब भाइलाई उडाउन आउनु भयो 4 जना हामी दाजुभाइ ओ दिदी ल जाने भयो अब आज चाहिँ मैले बिहानतिरको भिडियो बनाइनँ किन बनाइनँ भनेदेखि आज पनि त्यही कलेजै गएको थिएँ बिहान त्यस्तो अरू केही थिएन अनि अहिले चाहिँ 5 बज्न लागिसक्यो म चाहिँ कहाँ जाँदैछु भनेदेखि एयरपोर्ट जाँदैछु आज चाहिँ मेरो मामाको छोराको चाहिँ काठमाडौँको फ्लाइट छ अनि काठमाडौँदेखि भोलि पर्सि 20 गते आज कति गते मामा आज 18 गते 19-20 गतेको अस्ट्रेलियाको फ्लाइट छ त्यही भएर अनि म चाहिँ भाइलाई अब यहाँ विराटनगरदेखि उडाउन जाँदैछु काठमाडौँ अनि काठमाडौँदेखि उता जान्छ अनि त्यही भएर अब उतादेखि दाइहरू आउनु हुँदैछ भाइ चाहिँ उर्लाबारीदेखि आइसक्यो अब म जान्छु एयरपोर्ट तल सानीमाकोदेखि दाइहरूसित भाइलाई लिएर जान्छु म मेरो फ्यान आएछ है भाइ के भन्छ भाइ ल ल ओ भाइ नाम भनिदेऊ ल कृतज्ञ नेपाल हो भाइ ब्लग हेर्छ नि मेरो ल मेरो सब्सक्राइबर हो यो भाइ चाहिँ ल अब म निस्किन्छु बाहिर ल राधे राधे खोइ कहाँ गयो भाइ कोही छैन अमन आएकै छैन आउने माला लिएर आउनु भयो दिदी चाहिँ ल ओ भाइको बिदाई गर्न बहिनीहरू यहाँ अब हामी चाहिँ निस्किन लाग्यौँ रात पर्न लागिसक्यो 6 बजिसक्यो यहाँनिर अब अब भाइ मलाई पस्यौँ अब भाइ अमनी गइहाल्ने भयो आइसक्यो होइन भाइहरू चाहिँ उर्लाबारीदेखि उनीहरूले चाहिँ गाडी रिजर्भ गरेर आएका थिए यता आउन मिलेन त्यही भएर उनीहरू चाहिँ आइसक्यो एयरपोर्टमा हामी चाहिँ जाँदैछौँ अब एयरपोर्ट पुगेर भेट हुन्छ र एकछिन हामी फोटोसोटो खिच्छौँ हामी चाहिँ आइपुग्यौँ अब एयरपोर्ट मोड अब लाग्छौँ हामी यहाँबाट एयरपोर्टतिर अनि अमन भाइलाई भोला मुला अस्ट्रेलिया जाने अरे केटो भोला खान्छु दाइ लिएर आउनु भनिदिनु हो अब भोला कहाँ पाइएला त यार अगाडि पाउँछ कहाँनिर पाउँछ भन्दै अब भोलाको खोजीमा छौँ हामी चाहिँ भोला भोला हे शङ्कर भोला एयरपोर्ट मोडको लाइट बिग्रेछ कि के हो यार भाइ यो एयरपोर्टको लाइट बिग्रेको हो उडाउन हाम्रो चाहिँ डबल सिफ्ट गरेर बहिनीहरूलाई लिएर आयो दाइ हुनुहुन्छ पछाडि अब जान्छौँ हामी एयरपोर्टको कहाँ पुग्छौँ हामी त्यो वेटिङ गर्ने ठाउँमा जाने होइन हामी अहिले त्यहीँ होला सायद शुभयात्रा अमन भाइ शुभयात्रा मेरो भाइ राम्रो विदेश ब्लग अस्ट्रेलिया गएर हेर्नु ल भाइ ल भाइ शुभयात्रा लु ओ दिदी ल दिदी पो हुनु र ल म पनि थाल्दैन प्रोग्राम भाइ इन्स्पायर टु मी भन्छ ल केटो जानु रोको छैन नि
अब यहाँनिर चाहिँ खोइलाई माला साला खोइ त अनि लो ए सानोमा आउनुहुन्छ ल हामी चाहिँ एयरपोर्ट अगाडि छौँ केटाहरूको अब यहाँनिर पिछोड्ने हुँदैछ है अब 4 जना हामी दाजुभाइ प्रज्ञान भाइ कता गयो यता अनमिका बुनु रेस्पेक्ट गर्नुपर्छ भने त भाइले त भ्लगमै हाल्दै के छ बाबु अरे तँ यहाँ फोटो खिच्नेको लाइन यहाँनिर कतिजना छन् गनाउँला एकचोटि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 मसुदा 16 17 18 जनाको यहाँ ग्याङ लिएर भाइले यहाँ फोटो खिच्दैछ आइपुग्नु दर्शन सानुबा अब भाइलाई उडाउन आउनु हो ल भाइ त्यहाँ छ ल ल ल ल ठिक छ ल ल ए सानुबासित त हाम्रो आइहाल्छ नि के भन्न चाहन्छस् म आई लभ यु त के भन्न चाहन्छस् आई लभ यु टु त के भन्न चाहन्छस् आई लभ यु आई हेट यु त के भन्न चाहन्छस् अमनको बारेमा अमन जाँदैछ नि त अनि मिस गर्छस् कि गर्दैनस् अमनलाई करेन्ट जाउँछ भाइ तिमी के भन्न चाहन्छौ म भाग्न चाहन्छु तपाईँ के भन्न चाहनुहुन्छ भाइलाई शुभ यात्रा भन्नु तपाईँ म भाइलाई मेरो नि शुभ यात्रा राम्रो छ त्यही हो त लो यो यसको एक्टिङ हेर्नु न त के भन्न चाहन्छस् भन्न छिटो म त गएर काम गरिहाल पैसा कमाउनु तपाईँ म भाइलाई शुभयात्रा भाइको अस्ट्रेलियाको यात्रा सफल रहोस् गएर राम्रो होस् सन्त शुभेच्छा होस् नेपाललाई नबिर्सिनु हामीलाई नबिर्सिनु भन्न चाहन्छु भाइलाई शुभयात्रा भन्न चाहन्छु हामीलाई तथा बुवा आमालाई घर परिवारलाई कसैलाई पनि नबिर्सिनु राम्रोसँग काम गर्नु नगेन्द्र प्रसाद कोइरालाको छोरो हो भन्ने नाम राख्ने खालको काम गर्ने भन्न चाहन्छु उतै नभासिनु है आउनु भन्नु सानो भन्नु त के भयो अमनलाई के भन्न चाहनुहुन्छ ए अमनलाई राम्रो के अरे पढ्नु राम्रो गर्नु के अरे खाना नछोड्नु पढ्न नछोड्नु काम गर्नु भन्न चाहन्छु बहिनी सम्झिँदै गर्नु हामी एयरपोर्ट यहाँ छ वेटिङ अब हामी यहाँ बसिराखिरहेछौँ के भन्छस् भाइ अमन दादालाई भन् त पैसा पठाउँदै गर्नु दाजुले चाहिँ भाइलाई खाता लगाइदिएर यहाँनिर बिदाई गर्नु हुँदैछ अब अनामिका फोटोग्राफर 7:30 को फ्लाइट 9 बजे डिले भइसक्यो अनि अब 9 बजे मात्र उड्ने भयो हाम्रो भाइ वेटिङ गर्नुपर्ने भयो 2 घन्टा तर पनि अब बल्ल बल्ल विदेश जाने भाइ गर्नु नै पर्छ यसलाई वेट त्यही भएर अब हामी अझै 2 घन्टा पर्खिनु पर्छ हाम्रो फ्लाइट 7 बजेको भनेर आएको 9 बजे भयो सबजना 9 बजेसम्मको वेटिङमा चाहिँ हाम्रा शाखा सन्तानै यहाँ छन् जोस् अब 2 घन्टा चाहिँ हामीले जसरी भनी कटाउनु पर्ने भएर हामी यहाँनिर आएर बसेको छौँ अब भाइको चाहिँ यहाँनिर बोर्डिङ पास हुँदैछ भाइ चाहिँ जाँदैछ यो यहाँ छ बोर्डिङ पास हुँदैछ ल भाइको चाहिँ टिकट भित्र जान्छ अब भइहाल्यो ल अब लाग्यो
भाइ चाहिँ जाने भयो अब आइज बाबु हकर आइज बाबु हकर मसित भाइ फ्लाइट राम्ररी जा ल भाइ अब भाइको चाहिँ अब डिले भए पनि 9 बजिसक्यो 9 बज्न लाग्यो अब भाइ जान्छ अनि अब हामी नि घर जान्छौँ यहाँनिर एकछिन वेटिङ हुन्छ होला के छ दिदी भाइ जाने भयो अब आसु बाई बाई ल उडाएर अब बाहिर भित्र पास भइसक्यो भाइ जाँदैछौँ हामी चाहिँ घरतिर फर्किँदैछौँ ल हामी चाहिँ यतिजना थियौँ सानो बा हुनुहुन्छ यहाँ अब घर जाने हो हामी चाहिँ आन्टीलाई नरुनु आन्टी नरुनु त्यस्तै हो अब आइहाल्छ भाइ आन्टी हामी चाहिँ नम्रता दिदी अमन भाइको खास गरी चाहिँ अमन भाइलाई उडाएर आयौँ थ्याङ्क्स फर वाचिङ हामी पर्खिराख्नु भएको छ अब आन्टीकोमा खाना खान्छु भिडियो भोलि आउँछ है त ल ल बाई 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 बिग फ्यान